हेलो गुड मर्निङ साथी हो। अहिले चाहिँ तपाईको 26 भइसकेको छ है उठेर। पापा अहिले उठ्नु भएको, म चाहिँ उठेर आगो फुकेर यताउता गरेर यहाँनिर सुटबुट कस्नु, फेरि हातो जियारको लागि सुटबुट कस्दैछु है। आज पनि अब त्यही हो, हिजोकोले दुखिरहेको जिउ। पापा पनि आज चाहिँ बोक्ने अरे भन्छ, साइड धोएर आउने अरे। म चाहिँ आफू बोक्दै गर्छु। दिउँसो फेरि घाम लाग्यो भने हिजोको जस्तै हुन्छ, त्यसै कारण चाहिँ है भातहरू एकछिन पकाइकन खानुपर्छ। बिहान चाहिँ बोकिहाल्नु पर्ने है। सुटबुट सो अब यहाँनिर पानी पिएर चाहिँ लाग्नुपर्छ बाटो। ल है साथी हो, आज चाहिँ पापाले पनि बोक्ने अरे। यहाँ पापाको भारी लगाइ हुँदैछ है। मेरो चाहिँ 2 ट्रिप भइसक्यो है। आज चाहिँ पापाले ठुलो डोकोमा, म चाहिँ सानो, नत्र चाहिँ नसक्ने पऱ्यो। म चाहिँ उकालोले नै मार खान्छ। पापाको भारी पुग्यो अब मेरो। नटेक्नु कतै भयो। यारो मौसम त पानी पर्ला जस्तो आज त। चिसोमा चिसो, कानहरू चाहिँ चिसो चिसो, शरीरमा चाहिँ पुरा गरम भयो है। स्वेटर नपाएर, यो पनि स्कुलको स्वेटर डन बस्कोको। बहिनीले कहाँ राख्दैछ यहाँ स्कुलको स्वेटरसँग काम चलाउ भइरहेछ है। हिजो हामीले मूल बोकेको चाहिँ अब एक गरा सक्यो भन्दा पनि हुन्छ है। अब अर्को गरा छ, अर्को गरा त सानो मात्रै छ है साथी हो। अन्त हिजो यहाँनिर सबै गोरिरहेको छ। गोऱ्यो भने चाहिँ सजिलो हुन्छ कि भनेर पापाले यहाँ जहाज चलाउनु छ। अहिले छिटो गइहाल्नुपर्छ होला, पानी पर्नु आँट्छ कि यहाँ हेर्नुहोस्, धुम्म भइरहेछ है। यहाँनिर जलाउँछ, झ्यास पुरा थुपिरहेछ है साथी हो। अझ सक्छ, अझ सकेर मोल पनि छाइराख्नुपर्छ है। तल पापा सेकेन्ड ट्रिप हालेर पनि आइसकेछ है। म चाहिँ साह्रै उकालो हिँड्नु नै हरेस लाग्यो है, हिँड्नु नै सकिनँ। ओह्रालो आउँदा त्यही माथि नङ लामो छ र जुत्ताले नङसँग ठोकेर बिजोक पार्यो। पापा त गमबुट समबुट लगाएर पापा त छिटो छिटो हिँड्छ नि। कम्ती कम्ती बोक्नै पापा। पापा त्यहाँ आइपुगेको छु। अब लास्ट एक भारी ल्याउनु पर्ने हो पापा। लास्ट एक भारी म पुग्छ होला। त्यस्तै होला। कति छिटो छिटो हिँड्छ पापा, म चाहिँ साह्रै ढिलो। अब चाहिँ लास्ट ट्रिप है साथी हो, लास्ट ट्रिप।
पापा आउँदैछ म चाहिँ यहाँ बसिरहेको छु मर्नु भयो पापा कति ट्रिप बोक्यो तपाईले 7 होला हो 7 मैले पनि 7 ट्रिप बोकेँ है अहिले तपाईको 9 बज्न आँटेको छ उहिलेको मान्छे र अहिलेको मान्छेहरुसँग सक्दैन है उहिलेको मान्छे प्योर अर्ग्यानिक खाने र अहिले युरियाहरु खाने पुरै डिफरेन्ट पापा कति ढिलाको पापा मैले 2 भारी बोकिसक्दा पापाले चिया खाएर गाई धोएर त्यहाँको के भन्छ दुध बनाएर आको है लास्टमा सँगसँगै 7 ट्रिप बोक्यो पापाले मैले पनि 7 ट्रिप उहिलेको मान्छेहरुसँग सकिँदैन है अहिले भर जवानहरु हत्तु 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 भयो अब चाहिँ मोल चाहिँ बोकिसके साथी हो अब गएर फेरि भात पकाइ छ भात पकाउँछु पापाले खोले काट्छ म भात पकाउनु पर्छ है त्यही माथि ग्यास पनि छैन ग्यास सकिरहेछ ग्यास पनि पाएको छैन ग्यासै पाएन पनि सब्जी त चुलामै पकाउनु पर्ने हो सो साथी फाइनली मोल बोकिसके हामीले पापा र मैले हिजो त मैले मात्रै बोकेको तल्लो गरामा है आज तल्लो घरमा 3 भारी चाहिँ बोकेर 3 भारी हो सो खतम अब भराइ आएर छर्नु मात्रै छ अन्त मकै जोड्दै दिन्छ होला साथी हो यहाँ मेरो खाना पाक्दैछ है के गर्नु आफै गर्नुपर्छ सबै घरमा कोही नहुनु साह्रो छ हो साह्रो यहाँनिर प्याजहरू काटेर हो यहाँनिर सब्जी पकाइरहेको छु यहाँ भात बचाइरहेको छु अब यहाँ झोल पकाउनुपर्छ है साथीहरू यस्तो छ दुःख छ भोक लागेर हत्तु भइसक्यो 9:30 भइसक्यो है छिटो पकाएर खाएर फेरि काममा लाग्नुपर्छ है ल साथी हो अहिले चाहिँ खानासाना खाएर चुल्हा लिप्ला भाँडाकुँडा धुइधाइ है किचनहरू साफसुग्घर गरेर चाहिँ सक्यो है अब चाहिँ फेरि यहाँनिर सुटबुट लगाइहाल्नुपर्छ है बाहिर जाने अन्त पापालाई चाहिँ पर्खिँदै गर्नु है भन्दै भनेको थिएँ है म तैँले सकिन्जेलसम्म डोको बुन्छु भन्दै थियो है यहाँनिर पापा चाहिँ डोको बुन्दैछ मैले काम सकेँ अब के सकेर जाने कि पापा त्यो सकेर जाने कि जान म जाँदै गर्नु ल अब पापा चाहिँ यहाँ डोको बुनेर आउँछ अरे म चाहिँ जाँदै गर्नु अरे अब म सुटबुट लगाएर चाहिँ चले साथी हो म आइपुगिसकेको छु है यहाँ डोको र हाँसिया पनि ल्याएको छु आज घाँस काटेको छैन घाँस काट्नुपर्छ है अब यहाँ काम सकेर चाहिँ घाँस पनि काटेर लैजाउँ भनेको अन्त यहाँनिर अब स्टार्ट ल साथी एक गरा त सक्यो है पापाले यहाँनिर डरेर लगाउँदैछ एक गरा चाहिँ सक्यो अब चाहिँ अब माथिल्लो गरा छ माथिल्लो गरा त एकै छैन सानो छ नि त माथिल्लो गरा है लो तो सक्यो हमारा काम खत्म अब घाँस काटेर जानुपर्छ पापा अमृतको घाँस काट्छ होला
म चाहिँ भुइँ घाँस हेर्नुपर्छ अलिअलि कता कता काटेर आज काटेकै छैन घाँस है बिहानभरि मल बग्दा ठिकै उफ गरम बस थियो बल्ल बल्ल एक सारो काम सक्यो है लै साथी हो दुःखैले पिरैले एक भारी घाँस चाहिँ निकाले है पापाले पनि अलिकति काटिदियो नत्र भने त यहाँनिर घाँसै नपुगेको अहिले घाँसै पाउँदैन भुइँ घाँस है पापाको पनि पुग्यो पापाले झन् अघि काटिसकेको अम्लिसोको है पापा अगाडि अगाडि जाँदैछ है अब चाहिँ हाम्रो एउटा लन्ठा खानै सक्यो है आज चाहिँ बिहानदेखि घाँस कटाइ थिएन त्यसै कारण चाहिँ है अन्त के भन्छ अब चाहिँ गएर पापा कन्ट्रोल जान्छ होला आज कन्ट्रोल पाउँछ भन्दै थियो है अन्त म चाहिँ अब हेर्नुपर्छ के गर्नुपर्ने भनेर है काम छैन भने चाहिँ काम त निस्किहाल्छ साथी हो बस्तीको जग्गामा हेर्नुपर्छ अब शान्ति भयो यति काम सकेर मल बोक्ने काम सकेर चाहिँ शान्ति भयो शान्ति कुद्नु भोलि गोरु जोत्नु पर्छ मकै रोप्नु पर्छ आजको दिन त यस्तै छ तल पापा जाँदैछ पापा मेरो तल पापा जाँदैछ पापा चाहिँ अगाडि अगाडि है मेरो त यहाँ घाँस झरेरै सक्नु आँट्यो साथी अलिकति काटेको घाँस पनि जेसुकै होस् तर मल बोकी चाहिँ सक्यो त्यसमा चाहिँ आइ एम भेरी ह्याप्पी एकदम सान्छुन हाम्रो गाउँ साह्रै सान्छुन छ कोही छैन हौ साथी हो अहिले कान्छी पनि छैन घरमा हरेस छ हेलो गुड मर्निङ साथीहरू सबैलाई अहिले चाहिँ तपाईँको 11 बजिसकेको छ है अन्त पापा र म चाहिँ उकालो जाँदैछौँ है अहिले के भन्छ किचनको कामहरू टाकटुक सकेर खानासाना खाएर है चाहिँ उकालो यहाँनिर मकैको बिउ बोकेर है आज चाहिँ मकै छर्ने अन्त आजको दिन चाहिँ एकदम धुम्म भइरहेको छ है हिजो बेलुका पानी परेर एकदम चिसो है आज चाहिँ म ढिलो उठेँ 7:30 पापाले उठाउँदा मात्रै उठेको है अन्त पापा पछि आउँदैछ ल पापा अगाडि हिँड्नु गल्यो उहिलेको मान्छेसँग सक्दैन पापा छिटो हिँड्छ हो हामी सक्दैन हामी अहिलेको मिल्दैन एकदम बुढेसकाल भएर पनि कम्ता छिटो हिँड्दैन माथि पुगिहाल्यो हामी अहिलेको भर जवानहरू चाहिँ गएको खेरो है आज चाहिँ पुरा जाडो छ त्यसै कारण बिहान पनि ढिलो उठायो आराम चाहिँ सुते तातो भएर हो अन्त के भन्छ अब भोलि जानुपर्ने है त्यसै कारण आज चाहिँ काम सकिहाल्ने अनि कस्तो चिसो छ है अन्त साइलेन्स हाम्रो गाउँमा चाहिँ कोही बेला सुँगुरको आवाज कोही बेला गाईको आवाज कोही बेला उमाथि सुन्नुहुँदैछ आरा काटेको है त्यसको आवाज मात्रै सुनिन्छ मान्छेको आवाज भने चाहिँ ठ्याप्पै सुनिँदैन है अन्त नानीको आवाज सुन्छ के भन्छ मार्सल दादाको नानीको नत्र भने ठुलो मान्छेहरूको चाहिँ आवाजै सुन्दैन घरमा पनि पापा र म एकदम साइलेन्स मेन्टेन हो है आज पनि याद गरेको
के भन्छ खाना खाँदाखेरि पापालाई बोलाए, पापा आउनु है खाना खानु। त्यति मात्रै आएर पस्के, पापा गम म पनि गम है, बोल्ने दस्तुर छैन। पापा पनि त्यस्तो बोल्दैन, म पनि बोल्दिनँ है। त्यसै कारण घरमा पनि साइलेन्स मेन्टेन, त्यस्तो बातै हुँदैन पापा र म पनि बोल्दिनँ है। बहिनी भए चाहिँ बहिनी प्याङ बोलिबस्छ, हामी दुईजना चाहिँ बोल्दैन। मान्छेको यहाँ गति सति गइसक्यो, अब गइहाल्नुपर्छ। लु है साथी हो, तपाईँहरूको हेर्नुहोस् कति जाडो छ है आज चाहिँ। सास त त्यस्तो ठिकै रहेछ। पापा ऊ डाँडा काटिसक्यो, यस्तो छिटो हिँड्छ। पहिलाको प्योर अर्ग्यानिक खानेहरू र अहिले युरिया खानेहरू चाहिँ साँच्चै नै मिल्दैन रहेछ है। अहिले झन् यो मिलाएको त्यो मिलाएको, यो राम्रो त्यो राम्रो भन्छ है, तर कहिले पनि होइन पहिलाको है। त्यस्तै सागसब्जीहरू खाने मान्छेहरू ताकतिलो। गाडीको बाटो चाहिँ यस्तो छ है, थकित भयो। गुरुम सके पर्छ होला। अरे हो Öğrenci. Ha. Ya. Udah. गाडी कुदाएको छ गाडी जान्छ अनि त्यो होला राख्नुपर्छ। त्यो बिमारलाई त बाँध्न हो र धर्छ अन्त भरे। त्यो जिन्दगीमा फर्स्ट टाइम गोरु पनि जोताइ भयो है। अहिले चाहिँ बाबाले जोत्दैछ, म चाहिँ यहाँनिर बिउ हाल्दैछु है। जिन्दगीमा सब कुछ गरिराख्नु पर्ने। अहिलेसम्म यो चाहिँ फर्स्ट टाइम हो मेरो गोरु जोताइ चाहिँ है। गोरु चाहिँ जोते थिइनँ, अरू सबै काम गरेकै हो। राम्रो देख्दो रहेछ क्या गोरु जोत्दाखेरि है। गरिराख्नुपर्छ, सिकिराख्नु पऱ्यो नि, भोलि पछि काम लाग्छ कि बा। बस्तीमै बसेर गोरु जोत्दै खानुपर्ने हो कि है। केही ठेगाना छैन अहिलेको जमानामा है। यहाँ म चाहिँ बिउ हालिङ, बिउ गिराइङ। हो साथी हो, बस्तीको लाइफ भने चाहिँ यस्तो हो नि त, मजै छ है। एन्टरटेनमेन्ट कोही कोही बेला है। सहरमा बोरिङ लाइफ हुन्छ नि होइन। बस्यो, घरभित्रै बस्यो, गयो, अलिअलि ल्यायो, पकाइ खायो, त्यस्तो हुन्छ नि त। तर बस्तीमा भने घाँस काट्न जाऊ जङ्गलमा, के पाउँछ खायो है। यस्तै हुन्छ। के भन्छ जिन्दगी। बस्तीको लाइफ पनि दामी नै छ है, राम्रो हुन्छ है बस्तीको लाइफ। मलाई मनपर्छ बस्तीको। पहिला चाहिँ अलिक सानो हुँदा सहरे लाइफ लाग्थ्यो कि, तर अहिले चाहिँ बस्तीको लाइफ नै बेस्ट लाग्छ क्या। अब साथीहरूलाई कस्तो लाग्छ पनि, अब लाग्छ होला। अब कोही कोही बेला जानु त मजा आउँछ है, सहर जानु घुम्नु त मजा आउँछ कोही कोही बेला। तर सधैँ बसिबस्नु चाहिँ हरेस नै हुन्छ है सहरमा। बरु पनि त बस्तीमा एकदम एडभेन्चर है, के हुन्छ बस्तीमा है। सो आज फर्स्ट टाइम गोरु पनि जोताइ भयो, दामी। एकैछिन हो यहाँनिर अब जोतिसक्नु, घरमा गएर काम गर्नुपर्छ। काम त के गर्नु है, भोलि आइएम गोइङ टाटा बाई बाई हुन्छ नि त, त्यसै कारण है मिलाउनुपर्छ सामानहरू। सो लगाऊ बिउ।
ल है साथी हो हामीले चाहिँ हाम्रो काम सक्यौँ है रोपे पनि सक्यौँ अब यिनीहरूलाई थलोमा लानुपर्ने पापाले गोरुलाई लाँदैछ है यो बोकेर मैले जुन चाहिँ प्लान गरेर आएको घरमा 3 दिन भए पनि त्यो चाहिँ एकदम सक्सेसफुल भयो है त्यसको लागि चाहिँ आई एम भेरी 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 ह्याप्पी है पापालाई अलिकति भए पनि सुविस्ता भयो है सो आई एम भेरी ह्याप्पी फर द्याट है र भोलि चाहिँ फेरि लाग्नुपर्छ बाटो के गर्नु है बसेर मात्रै हुँदैन है अब गएर चाहिँ मिलाइ गर्नुपर्छ बिस्तारै बिस्तारै ओइ बिस्तारै यसलाई त छोडिराखेको छ बिस्तारै सो साथी हो यो प्लान चाहिँ एकदम सक्सेसफुल भयो है तर भोलि अझै अस्तिको पेन्डिङ काम गर्नु छ है त्यो चाहिँ अब हुन्छ कि हुँदैन अब त्यो पनि भयो भने त पुरा भन्दा पुरा खुसी हुन्छु है म यता आएको चाहिँ सबै काम तमाम हुन्छ है आई विल बी भेरी ह्याप्पी हुन्छ होला है भोलि बिहानै राति नै उठेर जानुपर्छ सो काम पनि सक्यो अब घरमा गएर प्याकिङ स्याकिङ गर्नुपर्छ साथी हो ल सो बाई बाई सी यू इन नेक्स्ट ब्लग सब्सक्राइब माई च्यानल लाइक सेयर है साथी हो प्लिज